नेपाली U19 टोलीले भारतीय टोली दिल्ली U19 लाई एक खेल अगाडि नै घुँडा टेकाइदिएको छ। क्रिकेटमा आफूलाई शक्तिमान सोच्ने भारतीय टोलीलाई नेपाली टोलीले सनसनीपूर्ण सिरिज कब्जा गर्दै भारतीय टोलीको मनमा डरको ढ्याङ्ग्रो बजाइदिएको छ। नेपाली क्रिकेटले पनि दिन प्रतिदिन फड्को मारिरहेको छ र नेपाली टोलीलाई सहज रूपमा लिन हुन्न भन्ने सन्देश लिएर अब दिल्लीको टोली घर फर्कनेछ। नेपाल U19 टोलीले 50 ओभरको अभ्यास सिरिजको एक खेल अगावै उपाधि जितेको छ। भारतको दिल्ली U19 को टोलीलाई बिहिबार दोस्रो खेलमा 102 रनले हराउँदै नेपाली टोलीले सिरिज जितेको हो। पहिलो अभ्यास खेलमा नेपाल 5 विकेटले विजय भएको थियो। पर्सामा भएको खेलमा नेपालको युवा टोलीले दिएको 193 रनको लक्ष्य पछ्याएको दिल्ली 30.4 ओभरमा 90 रनमा समेटिएको थियो। दिल्लीका लागि इम्प्याक्ट प्लेयरको रूपमा मैदानमा आएका सन्तनु यादवले 50 बलमा 5 चौका सहित 30 रन जोडेका थिए। मोहक कुमार 19 तथा शतक पल 16 रनमा आउट भएका थिए। दिल्लीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। एक समय 61 रनमा 2 विकेट गुमाएर सहज अवस्थामा रहेको दिल्लीले 29 रन जोड्दा 8 विकेट गुमायो। नेपालका अपराजित पौडेलले 7 ओभरमा 9 रन खर्चिएर 5 विकेट लिएका थिए। नितेश पटेलले 2 तथा विपिन प्रसाद शर्माले र कप्तान नरेन भट्ट र अशोक धामीले समान 1-1 विकेट लिएका थिए। त्यसअघि वीरगञ्ज स्थित टिभी शाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 192 रन जोड्न सफल भयो। नेपाली युवा टोलीका लागि अभिषेक तिवारीले सर्वाधिक 60 रन जोडेका थिए। उनले 82 बलको सामना गर्दै 5 चौका र 3 छक्का प्रहार गरेका थिए। 7औं विकेटका लागि कप्तान नरेनसँग अभिषेकले 49 रनको साझेदारी गरे। नरेन 125 बलमा 6 चौकाको सहयोगमा 52 रनमा आउट भएका थिए। अशोक धामी 19 बलमा 1 चौका र 2 छक्काको सहयोगमा 19 रनमा आउट भएका थिए। ओपनर सोहेल कुँवर 11 रनमा आउट हुँदा नेपाली युवा टोलीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन्।